तपाईं सुन्दै हुनुहुन्छ साइक विज्ञान नेटवर्क नेपालद्वारा तयार पोडकास्ट कार्यक्रम मनोजिज्ञासाको। मनोजिज्ञासा हरेक साताको शनिबार बेलुकी 5:15 बजेदेखि 6 बजेसम्म प्रसारित हुन्छ, मात्र उज्यालो 90 नेटवर्कमा। नमस्कार साथी, युएस एम्बेसीको सहयोग तथा जीपीवाईसी नेपाल र उज्यालो 90 नेटवर्कसँगको सहकार्यमा साइक विज्ञान नेटवर्क नेपालद्वारा तयार पारिएको कार्यक्रम मनोजिज्ञासा लिएर हामी उपस्थित भएका छौं। म कृपा सिग्देल। म सुजन श्रेष्ठ। तपाईलाई हाम्रो कार्यक्रममा स्वागत छ। हामी हरेक साता विभिन्न खण्डमा मनोविज्ञान र मानसिक स्वास्थ्यको बारेमा जानकारी गराउँछौं। गएको अंकमा कार्यक्रमको पहिलो खण्डमा मनोविज्ञान सम्बन्धी आम मानिसमा रहेको भ्रमलाई विभ्रम गर्यौं। दोस्रो खण्डमा वैदेशिक रोजगारमा जानुहुने नेपालीहरूको मानसिक स्वास्थ्यको बारेमा छलफल गर्यौं र अन्त्यमा साइक विज्ञान टिप साथी अलिसा अधिकारीबाट लियौं। साथी, हामीलाई सुन्दै हुनुहुन्छ भने र आफ्नो मनमा उत्पन्न समस्याको बारेमा जिज्ञासा छ भने 98 60 92 51 99 मा कुनै पनि समयमा एसएमएस गर्न सक्नुहुन्छ र हाम्रो इमेल ठेगाना मनोजिज्ञासा@saikvigyan.com मा इमेल पनि पठाउन सक्नुहुन्छ। हामी अर्को हप्ता यसै समयमा एकजना विज्ञ समक्ष कुराकानी गर्दै तपाईको जिज्ञासाको उत्तर दिने प्रयास गर्छौं। मलाई लाग्छ हामीलाई सुनिरहनु भएको धेरै जसो साथीहरू सामाजिक सञ्जाल विशेष गरी फेसबुक र कतिपय ट्विटर र युट्युब आदि चलाउनुहुन्छ होला। यसो ख्याल गर्नुहोस् त यी सामाजिक सञ्जालको प्रयोगले तपाईको व्यवहारमा के कति परिवर्तन ल्याएका छन्? आजकल छ नि कृपा, म धेरै ट्विटर चलाउँछु। यसको प्रयोगको त म अम्मल्ली भइसके। कहिलेकाहीँ यसको धेरै प्रयोगले मेरो दैनिकीमा नै असर गरेको पाएको छु मैले। म पनि त फेसबुक दिनमा 3-4 पटक चलाउँछु। यो त दैनिकीको अभिन्न अंग भइसक्यो सुजन। अब आजको कार्यक्रममा सामाजिक सञ्जाल किन र कसरी हाम्रो जिन्दगीको अभिन्न अंग बन्न पुग्यो र यसले हाम्रो बानी व्यवहारमा के परिवर्तन ल्याएको छ त्यसको बारेमा चर्चा गर्छौं कार्यक्रमको पहिलो खण्डमा। हामीले सामान्य रूपमा थाहा पाएको कुरा हो कि बुढेसकाल लागेपछि हाम्रो स्मृति अथवा सम्झिने शक्ति कमजोर हुँदै जान्छ। तर यो अवस्था धेरै बिग्रेर आफ्नो दैनिकीमै असर गर्न थाले भने चाहिँ के होला? हामी एउटा यस्तो अवस्था जसलाई अंग्रेजीमा डिमेन्सिया भनिन्छ, त्यसको बारेमा हामी कार्यक्रमको दोस्रो भागमा चर्चा गर्छौं। कार्यक्रमको तेस्रो खण्डमा चाहिँ हाम्रो नियमित साइक विज्ञान टिप्पणी छ, जसको लागि साथीले हामीलाई अन्तिमसम्म सुन्नुपर्नेछ। फेसबुकको तथ्याङ्क अनुसार नेपालमा वर्षेनी फेसबुक चलाउनेको संख्या वात्तै बढेको छ। सन् 2011 मा नेपालमा फेसबुकको प्रयोगकर्ता 6.5 लाखको हाराहारीमा थियो भने 3 वर्षपछि सन् 2014 मा त्यो संख्या बढेर 41 लाख पुग्यो र इन्टरनेट सम्बन्धी सूचना दिने इन्टरनेट वर्ल्ड स्ट्याट्स अनुसार 1 वर्षको फरकमा सन् 2015 को अन्त्यमा आएर त्यो संख्या बढेर 57 लाख पुगेको छ। यो तथ्याङ्कले पनि के पुष्टि गरिरहेको छ भने नेपालीहरूको जीवनमा सामाजिक सञ्जालले दिनदिनै गिजोलिरहेको छ। एक प्रकारले हेर्ने हो भने यसले संसारमै उथलपुथल हुने गरी परिवर्तन ल्याएको छ सुजन, र नेपालमा पनि यसको असर दिनदिनै बढ्दो छ। सामाजिक सञ्जालले मानिसको जीवनको हरेक पाटोलाई छोएको छ। यसले राजनीतिक, सामाजिक, आर्थिक पाटाहरूमा परिवर्तन ल्याएको छ। साथसाथै यसले मानिसको आनीबानी, व्यक्तित्व र सोचाइ प्रक्रियामा पनि असर गरेको छ भनेर मनोवैज्ञानिकहरूले भन्छन्। हामीले मनोविज्ञानमा पढ्दा हाम्रो व्यक्तित्व भनेको मुखौटाहरूको पत्र हो भनेर पढेका थियौं। समय, काल, व्यक्ति र परिस्थिति अनुसार मुखौटा परिवर्तन भइराख्छन्। मेरो विचारमा सामाजिक सञ्जाल हाम्रो व्यक्तित्वको थप एक मुखौटाको रूपमा थपिएको छ। कृपा, याद छ तिमीले यसै सन्दर्भमा आफ्नो आत्मसम्मान र फेसबुकको प्रयोगको बारेमा एक छोटो अध्ययन गरेका थियौ नि?
त्यसको बारेमा अलि थप प्रश्न पारिदिन्छौ कि? एकदमै राम्रो कुरा सम्झायो तिमीले सुजन। यो अध्ययनको बारेमा भन्नुपर्दा मैले विशेष गरी किशोर अवस्थामा युवा युवतीमा उनीहरूको आत्मसम्मान अथवा अंग्रेजीमा सेल्फ स्टिम भनेर भनिन्छ त्यसको र फेसबुक प्रयोगको सम्बन्ध के छ भनेर मलाई खुल्दुली लागेको थियो र त्यसैले छोटो अध्ययन पनि गरेकी थिएँ। त्यस अध्ययनबाट के पत्ता लगायो त? त्यस अध्ययनबाट के पत्ता लाग्यो भने आत्मसम्मान अथवा सेल्फ स्टिम र फेसबुक बीच नकारात्मक सम्बन्ध रहेछ। भनेपछि जो युवा युवती आफूप्रति नकारात्मक धारणा राख्छन् तिनीहरू चाहिँ धेरै फेसबुक चलाएको पाइयो होइन त? हो, सुन्दा अलि अचम्म लाग्छ। मलाई पनि लागेको थियो आत्मसम्मान कम भएका मानिसहरू सामान्यतः अलि आफू र संसारप्रति नकारात्मक धारणा राख्छन्, मानिसहरूसँग सजिलै घुलमिल हुँदैनन्, आत्मविश्वासमा कमी हुन्छ र अलि अन्तर्मुखी किसिमका हुन्छन्। तर अचम्मको कुरा चाहिँ बाहिरी संसारसँग घुलमिल नहुने यस्ता आत्मसम्मान कम भएका मानिसहरू चाहिँ आत्मसम्मान बढी भएका मानिसहरू भन्दा फेसबुक बढी प्रयोग गरेको पाएँ मैले यो अध्ययनबाट। कस्तो अचम्म! तिमीलाई के लाग्छ किन आत्मसम्मान कम भएको युवा युवतीहरू धेरै फेसबुक प्रयोग गर्छन् त? यस्ता किसिमका मानिसहरू चाहिँ खासमा सामाजिक अन्तर्क्रिया कम गर्छन्। आत्मविश्वासको कमीले गर्दा फेस टु फेस कुराकानी गर्न हिचकिचाउँछन्। यसले गर्दा उनीहरूमा आफैप्रति नराम्रो धारणा बनेको हुन्छ। त्यसैले मेरो विचारमा फेसबुक चाहिँ उनीहरूको लागि यस्तो माध्यम बनिदियो कि वास्तविक जीवनमा गर्न नसक्ने सामाजिक अन्तर्क्रियाको तुस फेसबुकबाट पूरा हुने भयो, जसले फेस टु फेस अन्तर्क्रिया गर्दा उनीहरूमा हुने अप्ठ्यारोपन पनि हुने भएन र फेसबुकमा पाइने लाइक कमेन्टबाट उनीहरूलाई आत्मसन्तुष्टि पनि मिल्यो। मनोवैज्ञानिकहरूलाई आजकल मानिसहरूको स्वभाव, चालचलन, व्यक्तित्व आदि कुराहरूको अध्ययन गर्न सामाजिक सञ्जाल गजबको माध्यम बनेको छ। सामाजिक सञ्जाल हामीले चाहे पनि नचाहे पनि यो हाम्रो जीवनको यथार्थ भएको छ। यसको प्रयोगबाट धेरै फाइदा र साथसाथ धेरै चुनौती पनि थपिएका छन्। यसै सम्बन्धमा सामाजिक सञ्जाललाई नजिकबाट निहालेका सेन्टर फर मिडिया रिसर्चका कार्यकारी निर्देशक र पत्रकार उज्जवल आचार्यसँग हामीले सामाजिक सञ्जालले उब्जाएको विभिन्न आयामहरूको बारेमा कुराकानी गरेका थियौं। आउनुहोस् अब उहाँसँगको कुराकानी सुनौ न त। तपाईलाई हाम्रो कार्यक्रममा स्वागत छ। धन्यवाद। तपाईले यो सामाजिक सञ्जालमा धेरै अध्ययनहरू गर्नुभएको छ। तपाईको अध्ययनमा चाहिँ मानिसहरूले नेपालमा किन सामाजिक सञ्जाल प्रयोग गर्दा रहेछन्? सामाजिक सञ्जालको प्रयोगको सबैभन्दा मूल उद्देश्य भनेको चाहिँ त्यो आफ्नो सामाजिक सञ्जाल जुनलाई हामी सोसियल नेटवर्क भन्छौँ त्यो विस्तार गर्ने नै हो। त्यो मूल उद्देश्य चाहिँ त्यो नै हो। त्यो बाहेक हामीले हेर्दाखेरि चाहिँ धेरै व्यक्तिहरू, धेरै नेपालीहरू चाहिँ सामाजिक सञ्जालमा आफ्नो विचार राख्नका लागि आफूमा जे कुरा आउँछ त्यो फ्रस्ट्रेसनको रूपमा हुनसक्छ अथवा खुसीका रूपमा हुनसक्छ, जुनसुकै खालका पनि हुन सक्छन्। त्यो आफ्नो ओपिनियन व्यक्त गर्नका लागि चाहिँ सामाजिक सञ्जाल प्रयोग गर्छन्। जब फेसबुक, ट्विटर आयो, यी पछिल्ला 7-8 वर्षमा मानिसहरूले गर्ने सामाजिक अन्तर्क्रियामा के कस्तो परिवर्तन आएको छ नेपालको सन्दर्भमा कुरा गर्दा? यो ट्विटर र फेसबुक दुईटा सामाजिक सञ्जाल भनौँ न आइसकेपछि र नेपालमा यो चाहिँ एक खालले धेरै व्यक्तिहरूले चलाउने त्योसम्म पहुँच भएर चलाउन थालिसकेपछि चाहिँ सामाजिक अन्तर्क्रियाका केही आधारभूत कुराहरूमा थोरै परिवर्तनहरू चाहिँ भएका छन्। जस्तो त्यो परिवर्तन हामीले कसरी हेर्न सक्छौँ भन्दा पहिलो त हामी हेर्न सक्छौँ कोही साथीभाइहरू रेस्टुरेन्ट गए अथवा कहीँ सँगै बस्दाखेरि पनि त्यो फेस टु फेस कम्युनिकेसन अलिक कम गरेर अलिकति बढी मोबाइलमा सामाजिक सञ्जालतिर बढी ध्यान दिन थालेको हो कि जस्तो देखिन्छ। सँगसँगै के छ त भन्दाखेरि तर इन्टरनेटबाट गरिने जुन अन्तर्क्रियाहरू छन्, साथीभाइहरूसँग गरिने जुन अन्तर्क्रियाहरू छन् र इभन नचिनेका व्यक्तिहरूसँग सोसियल मिडियाका माध्यमबाट कनेक्टेड भएका मानिसहरूसँग चाहिँ जुन गरिने अन्तर्क्रिया छ त्यो अन्तर्क्रिया चाहिँ एक हिसाबले वात्तै बढेको छ र मानिसकोले आफ्ना विचारहरू, आफ्ना राम्रा नराम्रा विचारहरू, रिस, फ्रस्ट्रेसन भनौँ, खुसी भनौँ, त्यो सबै अभिव्यक्त गर्ने चाहिँ एउटा निकै फड्को मारेको छ। हिजोका दिनमा चाहिँ त्यो अभिव्यक्त गर्न सायद सम्भव थिएन होला, साथीभाइ एउटा लिमिटेड सर्कलभित्र थियो भने आज सोसियल मिडियाले चाहिँ त्यो अपर्च्युनिटी दिएको भएर त्यो एउटा अन्तर्क्रियाको त्यो एउटा माध्यम चाहिँ निकै ठुलो त्यसमा चाहिँ वृद्धि भएको छ। सामाजिक सञ्जालको विस्तार र बढ्दो उपयोगसँगै नेपालमा के कस्ता चुनौतीहरू आइपरेका छन्? सबैभन्दा ठुलो चुनौती भनेको त सामाजिक सञ्जाललाई कसरी व्यवस्थित रूपमा चलाउने अथवा यसलाई कसरी सही रूपमा प्रयोग गर्ने भनेर जुन सामान्य जनमानसमा जुन खालको एउटा चाहिँ
साक्षरता जुन चाहिँ सोसियल मिडिया साक्षरता भनेर भन्न सकिन्छ त्यो आवश्यक पर्छ। त्यो नै कमी देखिएको छ। फेसबुकमा के गर्नुहुन्छ के गर्नु हुँदैन, मेरो बच्चाले फेसबुक चलाइरहेछ अथवा त्यसलाई मैले के गर्ने भनेर न प्यारेन्ट्सलाई थाहा छ न टिचरलाई थाहा छ। लिगल्ली 16 वर्षभन्दा कम उमेरको मानिसहरूले फेसबुकमा साइनअप गर्न सक्दैन, तर हामीमा देखिरहेछौँ 4 क्लास 5 क्लास पढ्नेहरू पनि फेसबुकमा गइरहेछन्। उनीहरूलाई त्यो खालको एउटा शिक्षा दिन चाहिँ बाँकी छ। सँगसँगै चाहिँ यो के ठिक के बेठिक भन्ने चाहिँ एक खालको साक्षरता नहुँदाखेरि मान्छेले जथाभावी पोस्टिङ गर्ने, जे पनि पोस्टिङ गर्ने, जे पनि हाल्ने, पब्लिक कुराहरू यो चाहिँ पब्लिक हुन्छ, यो सबै कुराहरू मैले हालेका सबै कुराहरू सार्वजनिक हुन्छ, त्यहाँ गएपछि मेरा कति प्राइभेट कुरासम्म हाल्न हुने हो कति हाल्न नहुने हो भन्ने ज्ञान पनि छैन। साथसाथै डिजिटल फुटप्रिन्ट भनेर हामी भन्छौँ जुन चाहिँ इन्टरनेटमा एकपटक गरिएका कुराहरू चाहिँ जिन्दगीभर आफूसँग टाँसिन्छ भनेको। कोही एउटा व्यक्तिले 14 वर्षको उमेरमा गरेको कुरा, लेखेका कुराहरू 64 वर्षको उमेरमा अथवा भनौँ न करियरको हाइटमा हुँदाखेरि 34 वर्षको उमेरमा चाहिँ त्यो कुरा चाहिँ कसैले तपाईँले यस्ता लेख्नु भएको रहेछ नि भनेर देखाइदियो भने के हुन्छ भन्ने खालका कुराहरूसम्म चाहिँ सोच्न भ्याइसकेको छैन। त्यो हिसाबले चाहिँ हाम्रो लागि सबैभन्दा ठुलो आवश्यकता चाहिँ आजको दिनमा चाहिँ यो सामाजिक सञ्जाल कसरी प्रयोग गर्ने भनेर जुन खालको साक्षरता चाहिन्छ, शिक्षा चाहिन्छ, सबैमा प्रयोग गर्ने, सबैमा युवादेखि प्रयोग जति जुन उमेरका पनि प्रयोग गर्नुहुन्छ त्यो सबैलाई चाहिँ एक खालको काहीँ न काहीँ धेरै भनेर एकदमै किताबै पढ्न पर्ने ज्ञान होइन, तर 2-3 पाना वाट्स राइट वाट्स रङ भन्नेको चाहिँ त्यो चाहिँ अहिले टड्कालो आवश्यकता चाहिँ देखिएको छ। मानिसको सामाजिकीकरण गर्नलाई चाहिँ सामाजिक सञ्जालले धेरै नै मद्दत गरेको भनिन्छ। यसले चाहिँ व्यक्तिगत सम्बन्धहरूलाई चाहिँ कसरी इफेक्ट गरेको छ? सामाजिकरणको लागि सामाजिक सञ्जाल साँच्चै नै उपयोगी छ, किनभने हिजोका दिनमा बिर्सिएका साथीहरूसँगदेखि लिएर नयाँ साथीहरू बनाउनुदेखि लिएर आफ्नो इन्ट्रेस्ट अनुसारको कम्युनिटी जोइन हुने सम्म खालका कुराहरू चाहिँ अब अन्तर्व्यक्तिगत सम्बन्ध पनि त्यो हिसाबले रिडिफाइनहरू हुँदैछ। किनभने फेस टु फेस गर्न नसक्ने कुराहरू, कतिपय कुराहरू चाहिँ अनलाइनमा च्याट गर्दाखेरि अथवा सोसियल मिडियामा त्यो कुराहरू चाहिँ सम्भव हुँदै गएको छ, जसले गर्दा चाहिँ काहीँ न काहीँ त्यो अन्तर्व्यक्तिगत सम्बन्धलाई पनि त्यसले चाहिँ रिडिफाइन गर्दै लान्छ। सामाजिक सञ्जाल चाहिँ संसारभरिका सरकारहरूको लागि एउटा टाउको दुखाइको विषय बन्दै गएको छ र त्यसैले कतिपय सरकारले यसै ब्यान्डै गरेको पनि पाइएको छ। जस्तै उदाहरणको लागि चाइना, जुन यो सामाजिक सञ्जाल चाहिँ किन सरकारहरूको लागि टाउको दुखाइको विषय बन्दै गएको छ? त्यसको लागि दुईटा कुरा छ। एउटा त के त भन्दाखेरि संसारभरि चाहिँ जुन खालको पोलिटिकल मुभमेन्टहरू हुन्थे हिजोका दिनमा, पोलिटिकल मुभमेन्टको जुन अर्गनाइजेसन हुन्थ्यो भनेको त्यसलाई सञ्चालन गर्ने, त्यसलाई आयोजन गर्ने जुन चाहिँ प्रक्रिया हुन्थ्यो त्यो प्रक्रिया चाहिँ सुस्त थियो। सुस्त किन थियो त भन्दाखेरि मान्छेहरू जम्मा गर्ने, त्यो मेसेज पुर्याउने, मान्छेहरूलाई काहीँ कुनै एउटा स्थानमा जम्मा गर्ने भनेको प्रोसेस त्यो कि माउथ टु माउथ कम्युनिकेसन हुनु पर्यो, फोन प्रत्येक व्यक्तिलाई गरेर फोन सम्भव थिएन भनेको। एउटा मास मिडिया चाहिँ कम थियो, त्यो आफ्नो इन्ट्रेस्ट ग्रुपसम्म पुग्ने मास मिडिया कम थियो र मास मिडिया जुन थिए जस्तो पत्र पत्रिका, रेडियो, टिभी, ती चाहिँ हेभिली मोनिटर्ड थिए। तर सोसियल मिडिया आइसकेपछि यो प्रक्रिया यति छिटो भइदियो कि कुनै पनि कुरा आफ्नो टार्गेट उसँग पुर्याउने अथवा कुनै पनि पोलिटिकल मुभमेन्टहरू अर्गनाइज गर्ने र त्यसलाई रन गर्ने चाहिँ यति छिटो भइदियो कि त्यो धेरै जस्तो सरकारहरू चाहिँ त्यहाँबाट के भयो भने त्यो अनअवेयर नै हुने भयो कि हजारौँ मान्छे जम्मा हुने स्थिति पुग्दासम्म पनि सरकारहरूलाई चाहिँ थाहा नै नहुने त्यो के भइरहेछ, हुन लागिरहेछ भन्ने कुरै थाहा नहुने। त्यसले ल्याउने पोलिटिकल चेन्जेसहरूका कारण जो चाहिँ भनौँ न एक हिसाबले अथोरिटेरियन हिसाबले गभर्मेन्टमा छ अथवा जो चाहिँ त्यो गभर्मेन्टमा पावरमा बसिरहन चाहन्छ उसलाई चाहिँ त्यसले ल्याउन सक्ने परिवर्तनका हिसाबले पनि डर गयो। डेमोक्रेटिक गभर्मेन्टहरूलाई हामीलाई थाहा नभइकन धेरै कुरा भइरहेछ, हामी त यो त अनअवेयर कट भयौँ भन्ने हिसाबले एउटा छटपटाट चाहिँ त्यो हिसाबले भइरहेछ र त्यो दुईटा कुरा भयो। तेस्रो कुरा चाहिँ के हो त भन्दाखेरि मानिसको अभिव्यक्ति स्वतन्त्रता चाहिँ एउटा चाहिँ बेसिक ह्युमन राइट हो। हिजोका दिनसम्म सायद संसारका सबै संविधानले चाहिँ प्रजातान्त्रिक विशेष गरी प्रजातान्त्रिक संविधानले प्रजातान्त्रिक मुलुकहरूमा सबै मुलुकहरूमा चाहिँ अभिव्यक्ति स्वतन्त्रता भन्ने चाहिँ स्पष्ट किटान गरेर मानव अधिकारभित्र छ। स्वतन्त्रता त थियो तर त्यो अभिव्यक्त गर्ने च्यानल थिएन। भनौँ न कसैलाई हामी सबैलाई ल खाउँ भोज भनेर डाक्यौँ, प्लेट र चम्चा दियौँ, खानेकुरा नदिए जस्तो स्थिति थियो। प्लेट र चम्चा सबैसँग थियो तर खानेकुरा थिएन। अब के खाने?
सोसियल मिडिया आइसकेपछि चाहिँ खानेकुरा आयो कि अब चाहिँ स्वतन्त्रता त्यो अधिकार पनि भयो, सँगसँगै च्यानल पनि भयो जहाँबाट ऊ चाहिँ त्यो स्वतन्त्रता अभिव्यक्ति गर्न सक्छ। भनेको मतलब चाहिँ त्यसले गर्दाखेरि चाहिँ एउटा ठुलो परिवर्तन चाहिँ ल्याइदियो। मानिसहरू चाहिँ हजारौँ मानिसहरूले हजारौँ थरी कुरा हजारौँवटा च्यानलमा भन्ने भयो, जसलाई चाहिँ कुनै संसारको कुनै पनि सरकारले मोनिटर र कन्ट्रोल गर्न चाहिँ नसक्ने अवस्थामा पुग्यो। त्यसले गर्दाखेरि आएको चाहिँ छटपटाहट हो यो खास चाहिँ। सामाजिक सञ्जालबाट मानिसहरूले बढीभन्दा बढी फाइदा लिन चाहिँ के गर्नुपर्छ भन्ने सुझाव दिनुहुन्छ? अब सामाजिक सञ्जाललाई पोजिटिभली हेऱ्यो भने यसमा चाहिँ धेरै राम्रा कुराहरू छन् र यसबाट गर्न सकिने धेरै राम्रा कुराहरू पनि छन्। मैले अघि पनि भने कि हामीसँग त्यसलाई कसरी प्रयोग गर्ने भन्ने खालका ज्ञानहरू चाहिँ कमी छन्, जसले गर्दाखेरि चाहिँ सबभन्दा ठुलो कुरा त के भन्दाखेरि सायद स्कुल कलेजदेखि नै हामीले चाहिँ सामाजिक सञ्जाल अथवा इन्टरनेटलाई कसरी राम्रो प्रयोग गर्न सकिन्छ भन्ने कुराहरूको काहीँ न काहीँ त्यो एजुकेसन लेभलमा त्यसलाई इन्टिग्रेट गरेर सिकाउँदै लानुपर्ने आवश्यकता छ। तर इन्टरनेट चलाउने मानिस त त्यो मात्रै होइन, अहिले त इन्टरनेट त व्यापक त अहिले भइसक्यो भनेपछि अहिले चलाइरहेका व्यक्तिहरू जो स्कुल पनि जाँदैन कलेज पनि जाँदैन उहाँहरूलाई टार्गेट गरेर पनि यसका ज्ञान तालिमहरू हुनसक्छ अथवा साक्षरता कार्यक्रमहरू हुनसक्छ, रेडियो टेलिभिजनहरूमा प्रोग्राम हुनसक्छ, पत्र पत्रिकामा हुनसक्छ अथवा के हुनसक्छ त्यो गरेर यसलाई कसरी सही रूपमा प्रयोग गर्ने, यसका फाइदाहरू के हुन् र यसका पोजिटिभ एस्पेक्ट्सहरू के हुन्, त्यो पोजिटिभ एस्पेक्टहरूलाई हार्नेस गरेर हामीले कसरी यसबाट चाहिँ अप्टिमम फाइदा लिएर आफ्नो र एक हिसाबले भनौँ न आफ्नो समाजको चाहिँ विकास गर्न सकिन्छ भन्ने कुरा चाहिँ सिकाउन सक्यौँ भने सबभन्दा ठुलो कुरा चाहिँ त्यो हुन्छ। उहाँ हुनुहुन्थ्यो उज्जवल आचार्य, हामीसँग मानिसको सामाजिक सञ्जालसँगको अन्तर्क्रियाको बारेमा कुरा गर्दै। उज्यालो 90 नेटवर्कको साप्ताहिक कार्यक्रम मनोजिज्ञासामा अरू सामग्री लिएर फेरि आउने नै छौं। उज्यालो सुन्दै गर्नुहोला। उज्यालो 90 नेटवर्क र साइक विज्ञान नेटवर्क नेपालको सहकार्यमा अहिले तपाईँ कार्यक्रम मनोजिज्ञासा सुनिरहनु भएको छ। दीप कुमार राई अहिले 68 वर्ष हुनुभयो। उहाँको घर इलाममा पर्छ। उहाँको परिवारमा श्रीमती सहित 2 सन्तान छन्। उहाँ नोकरी गर्नुहुन्थ्यो। उहाँ एउटा अचम्मको अवस्थाले ग्रसित हुनुहुन्छ। आफूले अहिले के खाँदैछु भन्ने कुराको पनि याद हुँदैन। उहाँको बोली प्रष्ट छैन। दिशा पिसाबको कुनै हेक्का नै छैन। बाहिरबाट यसो हेर्दा उहाँलाई केही रोग छैन जस्तो लाग्छ, तर उहाँको दिमागको कोशिका बिस्तारै मर्दैछन्। हामी उहाँलाई भेट्न वृद्ध स्याहार सुसार गर्ने द होप हर्मिटेज नामक संस्थामा गएका थियौं। उहाँसँग भेटेर हामीले छोटो कुराकानी पनि गरेका थियौं। नमस्कार। नमस्कार। तपाईको घर कता हो? उता। कता? तपाईको घरमा कतिजना हुनुहुन्छ? अहिले म 5 छोरी छ। छोरी हुनुहुन्छ? छोरीको नाम के हो? अहिले हजुर मैले भोलि हो। अनि तपाईले खाजा खानुभयो? खाजा खाए। के खाजा खानुभयो? के पनि खाए छैन। हो, धन्यवाद। उहाँको गोपनीयताको सम्मान गर्दै हामीले उहाँको नाम र ठेगाना परिवर्तन गरेका छौं। हामी जाँदा दीप कुमार राईको स्याहार सुसार सुषमाले गरिराख्नु भएको थियो। उहाँसँग पनि हामीले छोटो कुराकानी गरेका थियौं। के गरिराख्नु भएको छ सुषमाजी? म हो फर्मिटेजमा अहिले केयरटेकर गरिरहेको छु। अहिले चाहिँ के गरिराख्नु भएको छ? बुवा आमालाई खाजा दिएको जस्तै लाग्यो। के खाजा हो त्यो? अहिले आजको चाहिँ हजुर जाउलो र चिया। जाउलो र चिया। हजुर। तपाईले डिमेन्सिया लागेको बुवा आमालाई ख्याल राख्नुहुन्छ? हजुर। कसरी ख्याल राख्नुहुन्छ हामीलाई भनिदिनुहोस् न। त्यो डिमेन्सिया लागेको बुवा आमाहरू होइन, थाहा हुँदैन दिशा गरेको अब खानाहरू आमा बाउहरूले माग्न सक्दैन क्या। थाहै हुँदैन भोक लाग्यो लाग्यो होइन भनेर होइन, अनि केही पनि थाहा हुँदैन क्या। तिनीहरूलाई हामीले हेरविचार गर्ने, खाना खुवाइदिने टाइममा, पानीहरू खुवाइदिने, सरसफाइ गरिदिने आमा बाउहरू होइन। दिशाको पनि थाहा हुँदैन कि तिनीलाई सरसफाइ गरिदिने, टोयलेट लगिदिने समय समयमा। त्यही मान्छे मजाले ख्याल राख्नुहुन्छ। हजुर। तपाईँले डिमेन्सिया यसरी ख्याल राख्ने, स्याहार सुसार गर्ने ट्रेनिङ लिनुभएको थियो कतै? लिएछु। त्यसमा के सिकायो अलिकति भनिदिनु मिल्छ? हजुर, हामी 3 दिनको ट्रेनिङ लिएको। त्यहाँ हामीले अब क्लास लियौँ। डिमेन्सियाको बारेमा हामीलाई सिकाइदिनु भयो। डिमेन्सिया भनेको होइन, अब हामीलाई थाहा थिएन
पछि हामीले त्यहाँ ट्रेनिङ दियौँ, त्यहाँबाट थाहा भयो यस्तो यस्तो हो बिर्सिने रोग हो भनेर डिमेन्सिया भनेको। त्यहाँबाट हामी 3 दिन ट्रेनिङ लिइसकेपछि काम गरिराख्नु भएको छ। काम गरिरहेको कसरी स्याहार गर्ने, कसरी बुवा आमाको ख्याल राख्ने त्यो सिकायो। हजुर धन्यवाद सुषमाजी। तपाईँलाई अब खुवाउँदा हुन्छ बुवा आमालाई। हजुर। साथीहरूलाई डिमेन्सिया लागेका व्यक्तिहरूले कस्तो व्यवहार देखाउँछन् भन्ने कुराको सामान्य हेक्का भयो होला। अब चाहिँ खासमा डिमेन्सियाको लक्षणहरू के हुन्छन् भनेर जान्नलाई हामीले सिनियर साइकियाट्रिस्ट प्रोफेसर डाक्टर विद्यादेव शर्मालाई भेटेर सोधेका थियौं। सिम्टम के छन् भनेर डिमेन्सियाकै सिम्टम भन्दाखेरि कसरी हेरौँ भने डिमेन्सिया जुनसुकै कारणले भए पनि डिमेन्सिया भयो भने कसरी बुझ्ने। सबभन्दा पहिला त बुझ्न सजिलो यो कण्ठ पार्ने रोग भन्दा सकिन्छ भने हुन त नहोस् घरमा, तर आफ्ना हजुरबुवाहरूमा अलिअलि बिर्सिने चिज, चाबी एकातिर राख्यो अर्कोतिर खोज्न जाने, अथवा मान्छे नचिन्ने, कहाँ छु के छु भन्ने त्यति हराउँदै जाने, त्यो पनि एकैचोटि कन्टिन्युस हुँदैन। एकछिन त्यस्तो हुन्छ त्यसपछि फेरि ठाउँमा आउँछ, एकछिन त्यस्तो हुन्छ फेरि ठाउँमा आउँछ। सुरुवातमा अधिकांश जुनसुकै टाइपको डिमेन्सिया आए पनि यताबाट हामीले थाहा पाउन सक्छौँ। उहाँसँगको डिमेन्सियाको बारेमा विस्तृत कुराकानीलाई कार्यक्रममा पछि निरन्तरता दिन्छौं। डिमेन्सिया भनेको के हो भनेर जानिसकेपछि अब हामी होप हर्मिटेजका सञ्चालक दीपा देवानसँग डिमेन्सिया लागेका मानिसहरूलाई कसरी उचित स्याहार सम्हार गर्नुहुन्छ त भन्ने जिज्ञासा राखेर कुराकानी गरेका थियौं। अब आउनुहोस् उहाँसँगको कुराकानी सुनाउन। हजुर, आज हामी कार्यक्रममा डिमेन्सियाको बारेमा कुरा गरिरहेका छौं। एकजना डिमेन्सिया लागेको बुबा आमाले आफ्नो दिनचर्या चाहिँ कसरी बिताउनु हुँदो रहेछ? डिमेन्सिया भन्ने बित्तिकै अब प्राय हामी नेपालीहरूलाई पनि थाहा भइसकेको छ कि उहाँहरूमा चाहिँ चेतनाको कमी हुँदै जान्छ। बिर्सिने प्रमुख कुरा एउटा बिर्सिने हो उहाँहरूमा, डिमेन्सिया लागेको बुवा आमाहरूमा। त्यसपछि चाहिँ उहाँहरूले कुनै निर्णय गर्ने सक्ने क्षमता आउँदैन, आफ्नो लागि के गर्ने कसो गर्ने भन्ने कुरा पनि उहाँहरूकोमा त्यो क्षमता आउँदैन। त्यसकारण उहाँहरूको दिनचर्या त अब डिमेन्सिया रोग नलागेको बुवा आमाहरूभन्दा एकदमै फरक छ होइन। त्यो त उहाँहरूलाई अब आफ्नो खाने टाइम पनि थाहा हुन्न, टोयलेटको मलाई अब दिसा पिसाब आइराखेको छ भनेर पनि उहाँहरूलाई थाहा हुँदैन, सरसफाइको बारेमा थाहा हुँदैन। उहाँहरूको दिनचर्या भनेको अब हामीमै डिपेन्ड हुने हो। अनि उहाँहरूको आफ्नै दिनचर्या त अब बोल्न पनि धेरै बोल्न मन पराउनुहुन्न, कोही भने कोही धेरै बोलिराख्नुहुन्छ। अनि उहाँहरूको दिनभरिको टाइम टेबल मिलाउने काम चाहिँ हाम्रो नै हुन्छ। तपाईको कामको अनुभवमा चाहिँ उहाँहरूलाई ख्याल राख्न चाहिँ कतिको गाह्रो पर्दो रहेछ? अनि अब ख्याल गर्ने कुरामा त अति नै गाह्रै छ। अब खाने कति बेला, टोयलेट जाने कति बेला, मलाई भोक लागेको छ कि छैन त्यो पनि थाहा पाउनुहुन्न, अथवा भर्खर मैले अहिले खाना खाएको अब म अगाएको छु भन्ने पनि थाहा पाउनुहुन्न, दियो भने फेरि पनि खाइहाल्नुहुन्छ होइन। त्यसकारण त्यो कुरालाई हामीले ध्यान राखेर गर्नुपर्छ। त्यसकारण एकदमै गाह्रै छ। अब उहाँहरूको पछि नै लागि नै राख्नुपर्छ दिनभरि नै। यदि कसैको घरमा डिमेन्सिया लागेको बुबा अथवा आमा हुनुहुन्छ भने उहाँको घरैमा स्याहार चाहिँ कसरी गर्ने होला? घरैमा स्याहार गर्नको लागि अब एकदमै च्यालेन्जिङ छ, किनभने हाम्रो यो एउटा केयर होम हो होइन। यहाँनिर हामीसँग 8-10 जना केयरटेकरहरू भाइ बहिनी हुनुहुन्छ, नर्स हुनुहुन्छ, त्यो सँगसँगै हामीहरू पनि छौँ। र पनि हामीलाई गाह्रो हुन्छ भने घरमा केयर गर्नको लागि त कोही 1-2 जना मात्रै मान्छे हुन्छ। दिनभरि फ्यामिलीको सबै मेम्बर त घरमा हुनुहुन्न। त्यस कारणले गर्दाखेरि सबभन्दा ठुलो कुरा घरमा स्याहार जसले गर्नुहुन्छ डिमेन्सिया लागेको बुवा आमालाई, उहाँलाई चाहिँ मेरो पहिलो एडभाइस के भनेदेखि सबभन्दा पहिला जसले स्याहार गर्नुहुन्छ उहाँले आफूले आफ्नो लागि हेर्नुहोस्। आफ्नो म मेन्टली ठिक छु, म फिजिकली ठिक छु भने म स्याहार गर्न सक्छु। अल्जाइमर लागेको बुवा आमालाई हेऱ्यौँ होइन, त्यो बेलामा के देख्यौँ भनेदेखि सरसफाइको कमीमा चाहिँ उहाँहरूलाई अरू रोगले गाँच्दै लगेको देख्यौँ कि। त्यस कारणले गर्दा सरसफाइमा एकदमै ध्यान दिने। अनि खाना र सरसफाइ भइसकेपछि जोसुकै मान्छेको पनि आयु लामो हुन्छ होइन। अब डिमेन्सिया भन्ने कुरा चाहिँ रोग चाहिँ हामीले औषधि दिएर जाती हुने होइन। त्यसकारण उहाँहरूलाई जति औषधि दिन्छौँ भने पनि त्यसले उहाँले जति भुल्नु सक्नुहुन्छ, जुन नकारात्मक पक्षहरू छ त्यसलाई अलिकति हामीले ड्युरेसन बढाउने मात्रै हो। आज भुल्नुहुन्छ भने त्यो भुल्ने क्रमलाई हामीले 2 महिना 3 महिना पछाडि पारिदिने मात्रै हो। कस्तो हुन्छ भने अब डिमेन्सिया लागेको बुवा आमाहरू अब कस्तो हुन्छ भने घरमा भर्खरै खाना दिएको हुन्छ, घरको काम त प्रायः बुहारी मान्छेले गर्ने हो,
भर्खरै खाना दिएको हुन्छ, कोही छरछिमेकको मान्छे आएर आमा चिया खानुभयो भन्यो भने आमाले कहाँ दिएको छ र खाएकै छुइनँ भन्नुहुन्छ, पक्कै पनि के त्यही भन्नुहुन्छ। त्यस्तो भन्दा के हुन्छ भने ओहो यतिखेरसम्म खाना दिएको छैन रहेछ भन्ने खालको सोच अर्को मान्छेमा पर्न जान्छ। अनि बुहारीलाई पनि सुन्दाखेरि भर्खर खाना दिएको छैन भनेले भने जस्तो हुन्छ होइन। त्यो भएकोले गर्दाखेरि अब्जस आउँदाखेरि त्यो काम गऱ्यो अनि अब्जस आउँदा त जसलाई पनि नराम्रो लाग्छ। त्यो खालको कुराले गर्दाखेरि जसले स्याहार्नुहुन्छ उहाँले चाहिँ सहनशीलता र समाजले मलाई के भन्छ भन्ने कुरा चाहिँ अब्जस आउँछ, त्यो कुरालाई के भन्छ र मलाई समाजले भनेर चाहिँ उहाँले सोच्नु हुँदैन होइन। अनि अर्को कुरा उहाँहरूको मुख्य कुरा भनेको सरसफाइमा एकदमै ध्यान दिनुपर्छ। अनि खाना पनि अब हामीले जसरी मैले भने बिहानदेखि बेलुकासम्ममा उहाँहरूले खाना माग्नु भयो भन्दैमा धेरै नदिने, ठिक्क समयअनुसार खानाको क्वान्टिटी पनि मिलाएर उहाँलाई दिनुपर्छ, त्यही नै हो। हामीले होप हर्मिटेजका सञ्चालक दीपा देवानसँगको कुराकानीबाट थाहा पाइहाल्यौं कि डिमेन्सिया लागेका व्यक्तिहरूको ख्याल र हेरचाह गर्न कतिको चुनौतीपूर्ण छ भनेर। अब फेरि हामी सिनियर साइकियाट्रिस्ट प्रोफेसर डाक्टर विद्यादेव शर्मासँगको कुराकानीलाई निरन्तरता दिन्छौं। आउनुहोस् उहाँसँगको कुराकानी सुनौ न त। अब यसका प्रकारहरूको बारेमा अलिकति भनिदिनुहोस् न। अब डिमेन्सिया भनेको अब सजिलो बुझ्ने भित्र अलिकति पनि साइन्सतिर लाने हो भने हाम्रो ब्रेन भनेको थलथले मासु हो। उमेर बढ्दै गएपछि अथवा कुनै बिमारी हुने कारण भएर त्यो ब्रेनको भल्युम कम हुन थाल्छ, त्यो सुक्न थाल्छ है। जस्तै वान अफ द डिमेन्सियाजमा जस्तै धेरै रक्सी खाने मान्छेलाई पनि अल्कोहलिक डिमेन्सिया हुनसक्छ। तर जुनसुकै भए पनि त्यो थलथलेपन घट्दै जान्छ, घट्दै गएपछि त्यो भित्र ब्रेनमा भएका विभिन्न नसाहरू बिस्तार आफूमा नै मर्दै जान्छन्। प्रकारहरूको चाहिँ नि अहिले अब एज रिलेटेड सबभन्दा बेसी पाउने होइन, उमेर बढ्दै गएपछि त्यो खुम्चिँदै जानु, त्यसलाई अवस्था मात्रै भन्नुपर्छ, रोग भन्नु पाइएन है। उही बुढौलीपन अलि चाँडो आयो कि अलि ढिलो आयो भन्ने मात्रै हो। त्यसपछि सबभन्दा कमन चाहिँ नि एल्जाइमर्स डिजिज भन्ने छ, जसमा पनि डिमेन्सियाकै रूप देखाउँछ। यही प्रश्नमा जोड्न के चाहन्थ्यो भने यो अल्जाइमर र डिमेन्सियालाई एउटै भनेर हेरिएको पनि देखियो, त्यो दुईटाको सम्बन्ध चाहिँ के छ? डिमेन्सिया भनेको एउटा ठुलो भाँडो हो जसभित्र एल्जाइमर पनि अटाउँछ। डिमेन्सियाको अवस्था सिर्जना हुनमा एल्जाइमर भन्ने चाहिँ नि रोगै हो, त्यो रोगले डिमेन्सिया गराउँछ। यी एक आपसमा एउटै चिज होइन। एल्जाइमरमा डिमेन्सिया हुन्छ तर सबै डिमेन्सिया एल्जाइमर होइन। अब सर यो रोग लागेको मानिसहरू संसार र नेपालमा कति छन् होला, केही तथ्याङ्क छ हामीसँग? अहिलेको नयाँ नेपाल सरकारको स्वास्थ्य उसमा चाहिँ नि डिमेन्सिया पनि त्यो रेकर्ड गरिनेमा आएको छ जस्तो लागेको छ मलाई। अब आइन्दा चाहिँ नि यसको आँकडा आउला। तर पनि हुन्छ के भने यी मान्छेहरू त घरमै हुन्छन् के, स्वास्थ्य चौकीमा त आइ नै पुग्दैनन् अधिकांश। घरमै हुन्छन्, हजुरबाले बिर्सिन थाले भने त्यहीँ छोडिदिन्छन्। जस्तै डिमेन्सिया लागेका मानिसहरूलाई अरू मनोवैज्ञानिक समस्याहरू चाहिँ के देखा पर्छ? डिमेन्सिया सँगसँगै आउने चाहिँ नि डिप्रेसन हो। डिप्रेसनमा पनि मैले सुगर भयो यो भनेपछि उसले जानेर पनि ओहो म मात्रै के आयो बा भनेर जुन त तर्साइ हुन्छ त्यसले डिप्रेसन क्रिएट गर्छ। र डिप्रेसन भइसकेपछि त्यो एल्जाइमर अथवा त्यो डिमेन्सियाले जुन सिम्टम निकालेको थियो नि त्यसको कडापन झन् बढाइदिन्छ। र डिप्रेसन आफू चाहिँ नि ट्रिटेबल कन्डिसन हो। त्यसैले त्यो चिन्न पाइयो भने डिप्रेसन ट्रिटमेन्ट गरिदियो भने पनि डिमेन्सिया त ठिक नहोला, तर डिमेन्सियाले जुन अपाहिजता क्रिएट गर्छ त्यो चाहिँ नि कम हुन्छ। अब यसको उपचार अहिलेसम्म पत्ता लागेको छैन भन्छन् अथवा उपचारै हुँदैन भन्छन्। अब यस्तो अवस्थामा यो रोगको कसरी अथवा यो अवस्थाको कसरी व्यवस्थापन गर्ने होला? यो रोगको व्यवस्थापन तथा रोगीको व्यवस्थापन दुईटा चिज हो है। हामी मोटामोटी यो डिमेन्सिया भएछ यी बुढो मान्छेलाई भनेपछि चाहिँ नि हामी पेसेन्ट पार्टीसँग बसेर गफ गर्दाखेरि यो चाहिँ नि बुहारी मान्छेले दुःख पाउने रोग हो है भन्छौँ। उसलाई बिमारीले त दुःख पायो, उसलाई केयर गर्ने वरिपरिका मान्छेले पनि दुःख पाउँछन्। अब हाम्रो हजुरबाले बिर्सिन थाले
हजुरबाले बिर्सिन थालेपछि अब हिँड्न सक्ने पनि छैनन्, घर आएको ठाउँमा बसिरहेछन्। अनि बिहानभरि बुहारी बसेर चाहिँ अब कतिको त दिशा आची सु पनि कन्ट्रोलमा हुँदैन, साफ सुफ गऱ्यो, बुढा मान्छेलाई खुवायो ओर्यो, घाम ताप्न राख्यो, अनि आफू घर काम गर्न गयो। उताबाट बिहा गरेर गएकी छोरी आइपुग्छे, अनि हेर बाबै तेरी भाउजूले मलाई खानै दिएन भनेर ल्याइदिनुहुन्छ। बुढा मान्छेले झुट बोले होइन, तर बिहान खाएको बिर्सेको। कहिलेकाहीँ आज एउटा भेट्न आयो, अस्ति पनि भेट्न आएको थियो, नानी कोरे भन्छ। बत्ती चाप्दै गयो भने छोराबुहारीलाई पनि नचिन्ने हुन्छ। भनेपछि सामान्य मानिसले यदि कसैको घरमा यदि डिमेन्सियाको अवस्था भएको व्यक्ति हुनुहुन्छ भने व्यवस्थापन चाहिँ कसरी गर्नु? अब घर सबभन्दा पहिला घरको व्यवस्थापन गर्नु पर्यो। यो बुढो मान्छे लड्न सक्छ, यो मान्छेले भित्रबाट चुकुल लगायो भने चुकुल काँच खोल्न सक्दैन। त्यसैले यस्तो मान्छे घरमा छ भने, जस्तै चुकुल लाएर बस्ने भनेको टोइलेट, कि टोइलेटको चुकुल बिगाएर, कोठाको चुकुल बिगाएर, एक्लै नछोड। अब त कति सिभियर छ त्यसमा डिपेन्ड गर्छ। यस्ता मान्छेलाई किचनमा अलि डरलाग्दो हुन्छ। अब झन् आइमाई मान्छे भने, पकाइरहेको मान्छे ग्यास चलाउने भने ग्यास अन गरेपछि अफ गर्न बिर्सिन्छ। अटोमेटिक छैन भने यो चाहिँ झिलिक्क पारेर अन गर्यो, त्यो बर्नर बाल्न बिर्सिन्छ। यो बिर्सने डिमेन्सियाले मान्छेलाई खास केही नपार्ला, तर त्यो बिर्सिने क्रमले धेरै एक्सिडेन्टहरू निम्त्याउँछ। त्यसैले घरको फिजिकल वातावरण मिलाउनु पर्यो, है कि? अनि यो बिर्सिनुभयो भन्दैमा हरेकचोटि नयाँ मान्छे आउँछ, बा मलाई चिन्नुभयो भनेर भन्न नदेऊ। किनभने बालाई म बिर्सन्छु भन्ने त थाहा छ नि बाबा, तर मलाई चिन्नु हो भन्दा बिचराले होइन मैले चिन्या छैन, तिमी फलाना त हो नि भनेर भन्न पनि सक्नुहुन्न। भन्न नसकेपछि उहाँमा झन् बढ्ता डिप्रेसन हुन्छ, झन् बढ्ता पिर मान्छ ऊ मान्छेले। त्यही मान्छेले हो बुढाबाले मलाई बिर्सन्छ, ए बुवा म फलानु हो नि, सजिलोसँग के भनेपछि त मैले बिर्से तापनि ए यो चाहिँ रामबहादुर रहेछ है, त्यस्तो किसिमको बोलीचालीमा सहयोग गरिदिने, कपडा लगाउनेमा सहयोग गरिदिने, अप्ठ्यारा किसिमका कपडा नलगाइदिने। ढोकै खोल्न नसक्ने त हुनुहुन्न, खुद्रुकको ढोका खोलेर उहाँले त्यही पल्लो गल्लीको चाहिँ नि पसला निस्किनु हो भने पनि निस्किन त निस्किनुहुन्छ, फर्किँदा मेरो घर यो हो भनेर नचिन्न सक्छ। हराएमा मलाई फोन गर्नु भनेर त खल्तीमा हालिदिने। हजुर हजुर। अब सर, यो तपाईँको अनुभवमा चाहिँ डिमेन्सियाप्रति, यो अवस्थाप्रति नेपालमा सचेतना चाहिँ कतिको पाउनुभयो? सचेतना कति पाउनुभयो भनेर अरू कुनै रोगभन्दा अलि बढ्ता फ्यामिलीले एक्सेप्टेड गरेको त पाइन्छ। रोगको रूपले होइन कि यो अवस्थालाई त एक्सेप्ट गरेकै पाइन्छ। किनभने जस्तै अरू किसिमका रोग लागेकोलाई जसरी बाहिर धकेलिन्छ, केही गरिन्छ, यसमा चाहिँ नि त्यति बेसी देखिँदैन। अप्ठ्यारो चाहिँ नि अहिले सबै मुगलान जानी हुन सक्ने मान्छेहरू बुढाबुढी नेपाल या काठमाडौँमा हुने यस्तो फ्यामिलीमा चाहिँ नि औषधि पनि छन्। हालाकि कतिपय नेपालमा अहिले पाउँदैन, यहाँ आएका औषधिले पनि एक्सपेरिमेन्टल फेजेसमा छ र केही हदसम्म त्यो बिग्रिने रेट चाहिँ नि स्लो गरिरहेछ। हजुर सर, यो प्रश्नमा चाहिँ मलाई एउटा प्रश्न सोध्न मन लाग्यो। जस्तै हामीले डिमेन्सियाको अवस्था स्लो चाहिँ कसरी गर्न सक्छौँ? केही खानपानमा अथवा रहनसहनमा केही तरिकाहरू अप्नाउन सक्छौँ र स्लो गर्न सक्छौँ? अब त्यति बेसी यही कारणले डिमेन्सिया हुन्छ भन्ने छैन। डिमेन्सिया हुन सक्ने अब प्राकृतिक हिसाबले अरू हिसाबले हुनेलाई त रोक्न नसकेला, तर रोक्न सकिने एउटा नेपालको परिप्रेक्ष्यमा हुने अल्कोहल हो। हजुर, अल्कोहल चाहिँ नि रोक्न सक्ने हो भने एउटा ठुलो डिमेन्सिया पछि गएर डिमेन्सियामा परिणत हुने एउटा पपुलेसन हामीले घटाउन सक्थ्यौँ। उहाँ हुनुहुन्थ्यो प्रोफेसर डाक्टर विद्यादेव शर्मा, डिमेन्सियाको बारेमा जानकारी दिँदै। अब भने हामी कार्यक्रमको अन्तिम खण्ड साइक विज्ञान टिपमा प्रवेश गर्दैछौँ। आजको साइक विज्ञान टिप हामी मनोविद गोपाल ढकालबाट लिन्छौँ। उहाँ मार्क नेपाल संस्थाको संस्थापक अध्यक्ष हुनुहुन्छ। आउनुहोस् उहाँको टिप सुनौ। अब जति पनि मान्छेहरू वैदेशिक रोजगारीमा जानुहुन्छ, जानुभन्दा अगाडि नै एक त पहिलो नम्बर त आफ्नो मानसिक स्वास्थ्यको बारेमा परीक्षण गरेर जाने। समस्या छ भने काउन्सिलिङ गर्ने,
त्यस पछाडि स्ट्रेस म्यानेजमेन्टको बारेमा जानकारी दिने, स्ट्रेसलाई कसरी कम गर्न सकिन्छ, त्यहाँको हावापानीको बारेमा, धर्म संस्कृतिको बारेमा, परम्पराको बारेमा जानकारी लिने। अनि त्यहाँ गइसकेपछि पनि खानपानमा अनि मनोरञ्जन गर्नु पर्यो। हामी के भन्छौँ भन्दाखेरि 8 घन्टा काम, 8 घन्टा आराम र 8 घन्टा मनोरञ्जन। हाम्रो दैनिक रुटिनमा जो अलिकति लेबर शारीरिक काम गर्छ त्यो मान्छेले 8 घन्टा काम गर्यो भने 8 घन्टा आराम र 8 घन्टा मनोरञ्जन गर्नु पर्यो। प्रशस्त सुत्नु पर्यो। 8 घन्टा सुत्नु, जति हामी कठिन परिश्रम गर्छौँ, शारीरिक मिहिनेत गर्छौँ, त्यति नै आरामको पनि जरुरत, शारीरिकको आरामको पनि जरुरत पर्छ। घुम्न जानु पर्यो, साथीहरूसँग आफ्ना कुराहरू सेयर गर्नु पर्यो, रमाइलो गर्नु पर्यो। अनि विदेशमा गइसकेपछि विचारहरू नेगेटिभ विचार नगर्ने, पोजिटिभ सोच्ने, घर परिवारमा पनि त्यति धेरै शङ्का नगर्ने। अनि विदेश जानुभन्दा अगाडि मानसिक तयारी भएर जानुभयो पर्यो अथवा मनोवैज्ञानिक तयारी गर्नु पर्यो। मनोवैज्ञानिक तयारी भनेको के हो भन्दाखेरि तपाईँ जति वर्षको लागि विदेश जाँदै हुनुहुन्छ त्यो जानुभन्दा अगाडि 2 वर्षको लागि राम्रो प्लानिङ गर्ने। घर परिवारको, बच्चाको, श्रीमतीको, बुबाआमाको, वस्तुभाउ, खेतीपाती सम्पूर्ण कुराको राम्रो प्लानिङ गर्नुभयो भने र यसरी प्लानिङ गरेर विदेश जानुभयो भने त्यो घर परिवारको समस्याले तपाईँलाई विदेशमा तनाव दिँदैन। तर त्यत्तिकै अस्तव्यस्त छोडेर जानुभयो भने घर परिवारको तनाव पनि बढेर जान्छ। अनि अर्को, ओटी धेरै गर्नु भएन। कति मान्छेहरू गएका भोलिपल्टदेखि के गर्छन्, ओटी गर्न थाल्छन्। एक त काम गर्ने बानी ह्याबिट नभएको मान्छे, अनि एकैचोटि ओटी गर्न, ओभर टाइम गर्न थाल्दाखेरि शरीर पनि शिथिल हुने, जिउ दुखेर आउने, अनि भोलिपल्टदेखि उसलाई ज्वरो आउँछ, रुगाखोकी लाग्छ, काम गर्न सक्दैन। त्यही भएर ओटी गर्नुपर्छ भने पनि बिस्तारै ओटी गर्ने, 2-3 महिना पछाडि मात्रै ओटी गर्ने। ओटीको समय पनि बिस्तारै बढाउँदै जाने। सुरुमा आधा घन्टाबाट 1 घन्टा, 2 घन्टा, त्यसरी ओटीको समय बढाउनु पर्यो। अरूलाई हेरेर होइन, आफ्नो क्षमतालाई हेरेर काम गर्नु पर्यो। यो गर्नुभयो भने वास्तवमा तपाईँको विदेशको बसाइ पनि सुखद, राम्रो हुन सक्छ। आजको टिपले तपाईँलाई पक्कै पनि मद्दत हुन्छ भनेर आशा गर्दछु। धन्यवाद मनोविद गोपाल ढकाललाई। साथी, हामी कार्यक्रमको अन्तिममा आएका छौं। हरेक साता तपाईँ हामीलाई उज्यालो 90 नेटवर्कमा सुन्न सक्नुहुन्छ। बेलुकी 5:15 देखि 6 बजेसम्म हामी मानसिक स्वास्थ्य र मनोविज्ञान सम्बन्धी जानकारी तपाईलाई पस्किन्छौं। हामी सँगै रहनुहोला। तपाईँ हामीलाई पत्रचार गरेर कार्यक्रम कस्तो भयो भनेर भन्न पनि सक्नुहुन्छ। साथै SMS गरेर वा इमेल गरेर तपाईको मनमा उत्पन्न समस्या र जिज्ञासा कुनै बेलामा पनि टिपाउन सक्नुहुन्छ। अबदेखि हामी महिनाको 2टा शनिबार एकजना विज्ञ समक्ष कुराकानी गर्दै तपाईको जिज्ञासाको उत्तर दिने प्रयास गर्छौं। र आउने कार्यक्रममा हामीसँग एक विज्ञ आउनुहुनेछ। मानसिक स्वास्थ्य सम्बन्धी समस्या छन् भने हामीलाई पत्रचार गर्नुहोला। हामीलाई तपाईले इमेल लेख्ने हाम्रो ठेगाना हो मनोजिज्ञासा@psychvigyan.com, MANOJIGYASA@psychvigyan.com। SMS मार्फत आफ्नो प्रश्न टिपाउनका लागि मोबाइल नम्बर 9860 92 51 99 9860 92 51 मा आफ्नो जिज्ञासा र प्रतिक्रिया पठाउन सक्नुहुन्छ। र साथै हाम्रो यो कार्यक्रम ujalloonline.com सँगै साइक विज्ञानको वेबसाइट www.psychvigyan.com बाट पनि सुन्न सक्नुहुन्छ। हामीलाई फेसबुकमा साइक विज्ञान नेटवर्क नेपाल पेजमा लाइक गर्न र ट्विटरमा @साइकविज्ञानमा फलो पनि गर्न सक्नुहुन्छ। आजको कार्यक्रमको पहिलो खण्डमा सामाजिक सञ्जालले हाम्रो आनीबानीमा के कस्तो असर गर्छ त भनेर कुराकानी गर्यौं र दोस्रो खण्डमा डिमेन्सियाको बारेमा चर्चा गर्यौं र अन्त्यमा साइक विज्ञान टिप मनोविद गोपाल ढकालबाट लियौं। आजको कार्यक्रम सुनिदिनु भएकोमा तपाईलाई धन्यवाद। साथै प्राविधिक रूपमा सहयोग गर्ने सन्दीप सुन्दासलाई विशेष धन्यवाद। अर्को शनिबार मनोविज्ञान र मानसिक स्वास्थ्य सम्बन्धी रोचक सामग्री ल्याउने नै छौं। आजलाई म कृपा सिग्देल र म सुजन श्रेष्ठ। आजको